हेलो गाइज, हजुरहरू सबैजनालाई स्वागत छ मेरो यो नयाँ भिडियोमा। हजुरहरू सबैजना सन्चै राम्रै हुनुहुन्छ भन्ने पनि आशा छ मलाई। मेरो चाहिँ यो भिडियो नि हजुरहरू सबैजनाले मन पराइदिनुहुन्छ भन्ने आशा गर्दै मेरो यो भिडियोलाई लाइक कमेन्ट सब्सक्राइब हानिदिनु होला। अब सबै कुरा चाहिँ मेरो यहाँ भिडियोमा हेर्नु, मैले आज जे गर्छु सबै कुरा चाहिँ मेरो यहाँ भिडियोमा हेर्नु है। आज चाहिँ यहाँ बजार लाग्दैछ रानी बग्या है। आज हेर्नुहोस् आजको भ्यू यस्तो छ के होइन भ्यू त्यो पनि हेर्नुहोस्। सो गाइज म चाहिँ अहिले घुम्न आएको, घुमिसक्यो। अब चाहिँ म घर जान पर्ने हुन्छ। मैले चाहिँ आधा घन्टा चलाएँ मस्त बेलामा के भयो होइन, यस्तो भयो। अनि गर्छ अब ट्रायल चाहिँ रेगुलर चलाइरहनु पऱ्यो, हात बस्नु पऱ्यो, आनन्दले चलाउनु पऱ्यो क्या। यति मजा नि डराउनु भएन, आनन्दले चलाएपछि चाहिँ मजाले हुन्छ है, मजाले हुन्छ है। त त्यही हो ल गाइज। अब चाहिँ सबै मेरो भिडियोमा खाले दाइ बुटल भन्नु त कहिले दाइ बुटल है। यहाँ चाहिँ अझै भिड भयो है विङ्गरमा। बुटल भन्न केही गर्छ जस्तो खस लगाएर फेरि सम्पत्ति गाइज हामी चाहिँ अब कहाँ हो मलाई पनि थाहा छैन। छाप्रा छाप्रीमा कहाँ आइयो हामी चाहिँ। यहाँ चाहिँ मेरो भाइ हो लुसी। यहाँ भाँडाकुटीहरू हजुरलाई किन्न मलाई त किन्न सक्नुहुन्छ है। यो चाहिँ हिरो भएर टिकाहरू पनि पाइन्छ हजुरको गर्लफ्रेन्डको लागि ट्याक्क जे चाहियो पनि यस्तो काटा साटा है। गर्लफ्रेन्डको लागि किनिन मन लाग्छ भने किन्नु होला, मजा पनि पाइन्छ यहाँ चाहिँ ल। सही हो। मलाई चाहिँ हाम्रो दाइलाई पैसा दिनुपर्ने हुन्छ। यस्तै छ के गर्ने गाइज। यो ठाउँ चाहिँ कहाँ हो हजुरले गेस गर्नु है। छाप्रा छापी के यहाँ चाहिँ होइन, कहाँ मलाई पनि थाहा छैन। यहाँ चाहिँ हजुरले हातमा छाप्न मन लाग्यो नि के हो छाप्नुलाई अङ्कलको यहाँ दोकानमा हेर्दैन नै भाले दिन नै उसो डोल्छ यस्तो होइन। लोफानीलाई नि यस्तो के हेर्नु। यहाँबाट चाहिँ मिठो हल्का राम्रो भिड देखिन्छ बुटलको। जानुहोस् गाइजहरू। हरेक गीत बजिरहेको यहाँ चाहिँ बस यहाँ हरेक गीत बजिरहेको त अब छाप्राहरू यहाँ चाहिँ हामी अब एकछिनमा भेट्नुपर्छ। यहाँ अब के हो यो चाहिँ अब हजुरहरूले थाहा होला कहाँ हो यो कमेन्टमा है। यहाँबाट चाहिँ राम्रो भ्यू चाहिँ देखिँदो रहेछ, त्यहाँदेखि अरू चाहिँ देखिँदो रहेछ। हेर्नुहोस् गाइजहरू
यतिकै छ यहाँ चाहिँ के गर्ने यस्तै छ ऊ त्यहाँ चाहिँ पिङ पनि रहेछ ल ट्याक्क गाइस हामी चाहिँ अहिले हामी चाहिँ कता बस्ने हो त्यो चाहिँ थाहा हुन्छ अहिले हेर्दै जानुहोस् पिसफुल नेचर हामी अब खासा जानुपर्ने हो यहाँ बस्न पर्ने हुन्छ हाम्रो चाहिँ कसलाई थर्काउँदैछ यहाँ बस्नु क्या अङ्ग चलाउनु हेर्दै जानु यहाँ चाहिँ अब दाउदै पानी ल्याइदिइसक्यो है यो पानी हामीले अब अरू कुनै क्याफेमा जाँदा चाहिँ हामीले नर्मल मगाउँथ्यौँ पानीको सर्भिस अलिक मात्रै चाहिँ यहाँ चाहिँ पानी उत्तेरी रहेछ यो पानीलाई चाहिँ होला 50 रुपियाँ जति कति पर्छ पानीको तिर्नै पैसा किने अब यत्तिकै बस्छ यत्तिकै त बस्नु पर्यो पानी कफी सबसे सस्तो त कफी होला नि कफी खानु लाग्यो न कफीको प्राइस हेर्नु न यहाँ कति हो बाबा रे बाबा क्या है कॉफी हॉट कॉफी 95 बाट स्टार्टिङ छ है यो स्यापले चाहिँ छ यो कि सर हेर्नु कति महँगो यहाँ चाहिँ बजेट चाहिँ सही हो यहाँ प्राइस चाहिँ ठिकै छ तर यहाँ बजेट अनुसार आउनु पर्छ त्यही हो यहाँ कफी खान आएको त्यही नि अब पानी आएर जान पर्ला जस्तो है त्यसरी बसेर खान मिल्छ ट्याक्क यहाँ चाहिँ मेरो भाइ आइसक्यो है पहिला कस्तो थियो देखाइदियो त ल कपाल देखाइदियो पहिला चाहिँ यसको कपाल यस्तो थियो है अहिले चम्पु भएर हिँडिरहेको त्यही नि ठिक छ सोझो देखेँ तर यो मैले मनी हिरो देखिरहेको बच्चै देखियो कसम हामी चाहिँ हाइड आउटमा ट्याक्क अब केटाहरूको लागि चाहिँ चाउमिन छ होइन यिनीहरूले अब चाउमिन खान्छन् मेरो लागि चाहिँ अब यो विङ्स हो कि के हो यो मैले चाहिँ अब आलु खानुपर्छ ताक मेरो आलु नखाइदे आलु आलु खाँदै बस्दै मेरो आलु नखाइदिएन
के खाने रे चिकन मोमो मैले चिकन मोमो खा मैले उसको भित्र किमा खान्छु के यस्तै हो अब मैले सही चाहिँ होइन यो खाना त हुन्छ होला दिपेशले यस्तो गरिदिउँ क्या दिपेशको लागि यो निकालिदिउँ राहुल दाई आउनु भयो यहाँ सुरु हो सुरु भयो दाइ हामी चाहिँ हाइड आउटमा है यस्तै छ के गर्ने है अच्छा आज चाहिँ हाम्रो गेम छ त्यहाँ भुकु हलमा अहिले चाहिँ हामी गेम हेर्न जानुपर्छ खास आज गेम हेर्न जानुपर्छ अब म चाहिँ अब आलु खाँदै बस्ने भयो केटाहरू चाहिँ अब यिनीहरूको लागि चाहिँ मोमो चाउमिन के आउँदैछ केही भन्न छ मेरो ब्लगमा मैले त नाम नै राख्छु दिपेश भाइको आलु भाइले जो धाने अहिले दिपेश भाइको आलु चाहिँ ल म चाहिँ आलु खाँदै बस्दै यस्तै छ गरिदेख भ्लग राम्रो होस् त्यही त हो नि च्यानल गुरु होस् गोरु भयो कालो थियो अहिले गोरु होस् अलि इङ्ग्लिस आउँदैन राइट राइट ठिक छ ल टाइम भन्यो यसै तारै मार्ने तालमा ल अरू केही भन्ने हो छैन अब केही छैन भर्खर फिलहाल नास्ता खाइहाल्यो चाउमिन हाफ सान्दै खाने अलि म चाहिँ अब खानु नास्ता खाएर भेटौँ न ल गाइस निगा के गर्दै हौ यो त सही हो क्या आई लाइक दिस अफ गर जा सही हो न खोलो त फेरि हाम्रो कसको एन्ट्री हुँदैछ शौचालय ठिक छ ल अटर सटर होइन दामी हजुरलाई आउन मन लाग्यो भने ट्याक्टर जिम भयो पछि गाह्रै